एभ्रिवान सो आज चाहिँ कुरा गरौँ बोटुलिनियम टक्सिङ विच मिन्स बोटक्स। आज म कुरा गर्दैछु हेयर बोटक्सको बारेमा। मार्केटमा एकदम धेरै ट्रिटमेन्ट्सहरू भाइरलमा छ है, ट्रेन्डिङमा छ, तर हजुरहरूले आफ्नो हेयरमा कुन चाहिँ ट्रिटमेन्ट चाहिँ बेस्ट सुट हुन्छ अकर्डिङ टु यर हेयर टाइप्स र कन्डिसन, हजुरहरूले त्यो चाहिँ जुन सालोनमा जाँदै हुनुहुन्छ त्यहाँ राम्रोसँग कन्सल्टेसन गरेर मात्रै गराउनु होला। तर आज स्पेसली बोटक्सको बारेमा छ। बोटक्स भनेको चाहिँ डिप कन्डिसनिङ नन केमिकल हेयर ट्रिटमेन्ट हो, जसले चाहिँ हेयर क्युटिकलको ड्यामेज एरियालाई फिल गर्छ। जस्ट लाइक हाउ कस्मेटिक बोटक्स फिल्स लाइन्स इन योर स्किन। र हेयर बोटक्स गराउनुको रिजन चाहिँ हजुरको हेयर एकदमै ड्राई एन्ड फ्रिजी छ भने हजुरहरूले हेयर बोटक्स गराउन सक्नुहुन्छ। रफ क्युटिकललाई स्मुथ पनि गर्छ र हेयरको इलास्टिसिटी रिस्टोर गर्ने पनि काम गर्छ। र आज जस्तो मैले सलुन खोलेको धेरै त भएको छैन, एकदमै एक्सपेरिमेन्ट ट्राई एन्ड एरर कुराहरू भइरहेछ। यो जाविराको बोटक्स जबबाट युज गर्न थालेको छौँ, सो हामीलाई चाहिँ राम्रो रिजल्ट पनि आइरहेको छ है। सो यस किन भन्दा चाहिँ अब पर्सनल्ली अब हामीहरू सेलुनमा यो ट्रिटमेन्ट भइराख्दाखेरि चाहिँ अरू ब्रान्डहरू चाहिँ एकदमै धेरै नै धुवा आउने अनि त्यसपछि अलिकति स्मेली है पाइरहेको छौँ हामीले, जुन चाहिँ सबैमा हुन्छ नै। अब अलिकति हेल्थ कन्डिसन हेरेर पनि हामीले एकदमै हाम्रो जसले चाहिँ गर्नुहुन्छ ट्रिटमेन्ट उहाँहरूको हेल्थको बारेमा नि सोच्नु पर्यो। सो जाविराको बोटक्समा चाहिँ हामीले लेस स्मेल आउने र लेस धुवा आउने चाहिँ पायौँ र अहिले हामी त्यसलाई नै कन्टिन्यू गरिरहेछौँ। र अहिले चाहिँ हाम्रो सलुनमा चाहिँ दसैँको अफर पनि चलिरहेछ है। सो हजुरहरूलाई पनि हेयर बोटक्स गराउन मन छ भने चाहिँ हजुरहरू हाम्रोमा 4000बाट स्टार्टिङ प्राइस छ, ओन्ली स्टार्टिङ प्राइस। हजुरहरूको लेन्थ अनुसारले यो बढ्न पनि सक्छ। सलुन खोल्दै हुनुहुन्छ अथवा पार्लर खोल्ने हजुरहरू सोच्दै हुनुहुन्छ र कुन चाहिँ प्रडक्ट चाहिँ इन्भेस्ट गर्दा ठिक होला जस्तो लाग्छ भने चाहिँ जाविरा वान अफ द प्रडक्टमा पर्छ, जसलाई चाहिँ हामीहरूले ट्रस्ट गर्न सक्छौँ। युज गर्दाखेरि पनि मलाई चाहिँ हुन्छ नि धेरै नगनाउने रहेछ र धुवा धेरै नआउने रहेछ भनेर चाहिँ एज अ नन टेक्निसियन, नन हेयर टेक्निसियन चाहिँ मैले फर्स्टमा सोच्दा चाहिँ त्यसरी सोचेको, प्लस तर त्यो मात्रै सोचेर पनि भएन, रिजल्ट पनि राम्रो आउनु पऱ्यो र रिजल्ट पनि राम्रो छ। हजुरहरूलाई बोटक्स गराउन मन छ भने चाहिँ सोलेस युनिसेक्स सेलुन आउन सक्नुहुन्छ। हामी पेप्सी कोलामा छौँ। हजुरले मलाई मेसेज गरेर हाम्रो सलुनको नम्बर पाउन सक्नुहुन्छ है त। थ्याङ्क यू एन्ड ह्याप्पी दसैँ।